शेरबहादुर देउवा र प्रचण्डबीच कडा सवाल जवाफ। देउवाले हिन्दू राज्यको पक्षमा आवाज उठाउँदा इतिहासमै पहिलोपटक देउवासँग रिसाए प्रचण्ड। भारतका चर्चित नेता रवि लामिछाने र गगन थापा एउटै मञ्चमा देखिँदै के विषयमा हुँदैछ छलफल, यसबारे पुरै जानकारी। परराष्ट्र मन्त्री शिशिर खनाल सदनमा बोल्दा बोल्दै सदन छोडेर हिँडेकी आशिका तामाङको सर्वत्र आलोचना। सदनमा बचपना देखाएको भन्दै विवादमा परिन् आशिका तामाङ। प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधान सेनापति बीच भेटवार्ता, के विषयमा भयो छलफल, यसबारे पुरै जानकारी। बालेन सरकार विरुद्ध आन्दोलनमा उत्रिन प्रचण्डको अपिल। सत्ता नपाउँदा सुरु भयो प्रचण्डको छटपटी। काङ्ग्रेसको महाधिवेशनको तयारी तीव्र। गगन थापा नेतृत्वमा 15औं महाधिवेशन व्यवस्थापन समिति गठन। सिराहा र सुनसरीको धार्मिक हिंसाको अध्ययन सकियो। गृह मन्त्रीलाई बुझाइयो अनुसन्धान प्रतिवेदन। अनुसन्धान प्रतिवेदनमा के छ, यसबारे पुरै जानकारी। सदनमा कडा रूपमा प्रस्तुत भइन् उपसभामुख रुबी कुमारी ठाकुर। काङ्ग्रेस एमालेका सांसद र रुबी कुमारी ठाकुर बीच सवाल जवाफ। नेपालमा ह्वात्तै बढ्यो विदेशी लगानी। 1 महिनामै 191 परियोजना स्वीकृत। 3 अर्ब 77 करोडको प्रतिबद्धता। हेटौडा कपडा उद्योगको सफल परीक्षण पश्चात वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्दै सरकार। सम्भाव्यता अध्ययन गर्न बनाइयो कार्यदल। ट्राफिक प्रहरीमाथि हातपात गर्ने श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य पक्राउ। 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सुनसरीको आदेश। उपसभामुख फेर्न आफू निकटका मिडिया मार्फत चरित्र हत्यामा उत्रियो एमाले। बालेन सरकारलाई साथ दिएको भन्दै हर्क पनि उपसभामुखसँग बने आक्रोशित। जनआस्थाले हटायो उपसभामुख रुबी कुमारी ठाकुरबारे छापिएको समाचार। के जनआस्थाले गल्ती महसुस गरेको हो, यसबारे पुरै जानकारी। उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीमा किशोर श्रेष्ठ विरुद्ध पक्राउ पूर्जी जारी गर्न जिल्ला अदालत ललितपुरको अस्वीकार। जिल्ला अदालतले माग्यो थप कागजात। के हो यसको वास्तविकता, यसबारे पुरै जानकारी। प्रचण्डले कोशीमा आफ्नै ज्वाइँलाई मन्त्री बनाउँदा ओलीले घरबेटीलाई बनाए बागमतीको मुख्यमन्त्री। किन कम्युनिस्ट घटक दलहरू आफन्त र इष्टमित्रको वरिपरि घुमिरहन्छन्, यसबारे पुरै जानकारी। सदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र एमालेका सांसद बीच वाद विवाद सम्हाल्न उपसभामुख रुबी कुमारी ठाकुरलाई हम्मे। आदरणीय दर्शक महानुभाव, नमस्कार। जियास अनलाइन टिभीको बिहानको समाचार बुलेटिनमा यहाँहरूलाई हार्दिक स्वागत छ। सदा जस्तै आज पनि देशभरका महत्त्वपूर्ण हेर्नै पर्ने र सुन्नै पर्ने खबरहरू लिएर यहाँहरू समक्ष उपस्थित भएका छौँ। कृपया समाचारलाई अन्त्यसम्म हेर्दै हाम्रो मेहनतका लागि भिडियोमा लाइक र कमेन्ट गर्न नभुल्नुहोला। साथै हाम्रो च्यानलमा पहिलोपटक जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर नजिकै रहेको बेल आइकनलाई पनि दबाइदिनुहोला। समाचारको सुरुवात गरौँ। हिन्दू राष्ट्रको पक्षमा उभिए शेरबहादुर देउवा। प्रचण्डले भने देश दुर्घटनामा जान्छ सम्बन्धी प्रसङ्गबाट। दर्शकबिन, नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच राजनीति विषयलाई लिएर कडा सवाल जवाब सुरु भएको छ। देउवाले पछिल्लो समय हिन्दू राज्य र सनातन धर्मको पक्षमा आफ्नो विचारहरू सार्वजनिक गर्न थालेपछि प्रचण्डले तीव्र असन्तुष्टि जनाएका छन्। नेपाली राजनीतिमा लामो समय गठबन्धन र सहकार्य गर्दै आएका यी दुई नेताबीच यस्तो किसिमको गम्भीर सैद्धान्तिक मतभेद प्रकट भएको यो पहिलो पटक हो। देउवाले बहुसङ्ख्यक जनताको भावना र धार्मिक स्वतन्त्रताको लागि हिन्दू राज्यको मुद्दामा बहस हुन सक्ने सङ्केत गरेका थिए। यसै विषयलाई लिएर प्रचण्डले देउवाको अभिव्यक्तिले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र जस्ता ऐतिहासिक उपलब्धिमाथि आँच आउने भन्दै कडा आपत्ति जनाएका छन्। यो घटनापछि दुई नेताबीचको राजनीतिक सम्बन्धमा चिसोपना आएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। यता प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरलाई हटाउनका लागि नेकपा एमाले आफू निकटका सञ्चार माध्यमहरू प्रयोग गर्दै चरित्र हत्या गर्न लागेको आरोप लागेको छ। राजनीतिक समीकरणमा फेरबदल ल्याउन उपसभामुख फेर्ने दाउमा एमाले लागि परेको चर्चा चलेको छ। विशेष गरी उपसभामुख रुबी कुमारी ठाकुरले संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री बालेन शाहलाई साथ र सहयोग गरेको भेउ पाएको एमाले उपसभामुखको बदनाम गराएर राजीनामा गराउन बाध्य पार्ने गरी मिडिया ट्रायल गराउन आफू निकटका पत्रकारहरू प्रयोग गरेको चर्चा चल्न थालेको हो। यसलाई नै बल पुग्ने गरी नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले हिजो उपसभामुखप्रति गम्भीर प्रश्न तेर्स्याउँदै सामाजिक सञ्जालमा कडा पोस्ट समेत गरेका छन्। उनले उक्त पोस्टमा उपसभामुख रुबी कुमारी ठाकुरले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति नतमस्तक भएर काम गरेको आरोप लगाएका छन्। अर्कोतर्फ उपसभामुखले बालेन शाह नेतृत्वको सरकारलाई साथ दिएको भन्दै हर्क साङपाङ पनि आक्रोशित बनेका छन्। उनले उपसभामुखको तटस्थ भूमिका हुनुपर्नेमा कुनै विशेष पक्षलाई समर्थन गर्नु
गलत भएको टिप्पणी गरेका छन्। यस विषयले राजनीतिक क्षेत्रमा नयाँ तरङ्ग ल्याएको छ भने उपसभामुखलाई बदनाम गराएर राजीनामा गराउन सकिन्छ कि भन्नेतर्फ कम्युनिस्ट घटक दलहरू देखिएका छन्। यता जनास्था साप्ताहिक तथा अनलाइनले उपसभामुख रुबी कुमारी ठाकुरको विषयमा प्रकाशित गरेको समाचार आफ्नो पोर्टलबाट हटाएको छ। उपसभामुखको चरित्र हत्या हुने गरी तथ्यहीन समाचार छापेको भन्दै सर्वत्र आलोचना भएपछि उक्त समाचार हटाइएको हो। समाचार हटाइएपछि मिडियाले आफ्नो गल्ती महसुस गरेको हो वा कुनै कानुनी कारबाहीको डरले हटाएको हो भन्ने बारेमा सार्वजनिक रूपमा चर्चा सुरु भएको छ। विशेष गरी उपसभामुख रुबी कुमारी ठाकुरले किशोर श्रेष्ठलाई पक्राउ गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भन्दै प्रहरीमा निवेदन पछि उक्त समाचार हटाइएको थियो। यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालिन शाह नेतृत्वको सरकार ढाल्ने गरी आन्दोलनमा उत्रिन आफ्ना कार्यकर्ता तथा सर्वसाधारणसँग अपील गरेका छन्। सरकारले जनजीविकाका सवाल, महँगी र विकास निर्माणका काममा ध्यान नदिएको आरोप लगाउँदै प्रचण्डले सङ्घर्षको चेतावनी दिएका हुन्। विपक्षी दलहरूले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र सत्ता सञ्चालनमा पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्। यता राजनीतिक विश्लेषकहरूले भने सत्ता गुमेपछि छटपट्टिका कारण प्रचण्डले आन्दोलनको भाषा बोलेको टिप्पणी गरेका छन्। आन्दोलनका कार्यक्रमहरू तय गर्न प्रचण्ड नेतृत्वको नेकपाले सङ्गठनहरू परिचालन गर्ने निर्णय गरेको भए तापनि कहिलेबाट आन्दोलन गर्ने र आन्दोलनको मूल मुद्दा के हुने भन्ने विषय अझै टुङ्गो लागेको छैन। यता नेपाल र भारतका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। आगामी अगस्त 27 तारिकका दिन भारतीय जनता पार्टी र भारतीय काङ्ग्रेस तथा नेपाली काङ्ग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिहरू एउटै मञ्चमा देखिने भएका हुन्। कन्क्लेभमा भारतबाट भाजपाका राष्ट्रिय उपाध्यक्ष राम माधव, भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र भाजपा राष्ट्रिय कार्यकारिणी सदस्य विनय आउने भएका छन्। त्यस्तै भारतीय राष्ट्रिय काङ्ग्रेसका नेता शशि थरूर पनि सहभागी हुने भएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि उक्त कन्क्लेभमा सहभागी हुने भएका छन्। यसैगरी नेपालको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काङ्ग्रेसका सभापति गगन थापा, अर्थमन्त्री डाक्टर सोडिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल तथा अन्तर्राष्ट्रिय मामिला संसदीय समितिकी सभापति सुम्निमा उदास सहभागी हुने भएकी छन्। यता प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले सम्बोधन गरिरहेको समयमा सांसद आशिका तामाङले सदन छोडेर हिँडेपछि बहस सुरु भएको छ। परराष्ट्र मन्त्रीले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विषयमा महत्त्वपूर्ण जानकारी गराइरहँदा आशिकाले देखाएको यो व्यवहारको चौतर्फी आलोचना भइरहेको छ। सांसद जस्तो मर्यादामा रहेर काम गर्नुपर्ने व्यक्तिले गैर जिम्मेवारी र बचपना व्यवहार देखाएको भन्दै राजनीतिविद र सामाजिक सञ्जालमा आशिकाको चौतर्फी आलोचना भएको छ। जनताको मुद्दामा गम्भीर हुनुपर्ने जनप्रतिनिधिले संसदको नियम र मर्यादा उल्लङ्घन गर्नु गलत भएको टिप्पणी गरिएको छ। विवाद बढेपछि उनले आफ्नो बचाउ गर्दै आफ्ना समस्याहरूमा सरकारले ध्यान दिएर काम नगरेका कारण सरकारप्रति आक्रोश पोख्न यस्तो व्यवहार देखाएको बताएकी छन्। विशेष गरी आशिका तामाङले विदेशमा निधन भएका एक आफ्ना जिल्लावासीलाई नेपाल झिकाउन लामो समयदेखि पहल गरेको भए तापनि सरकारले अनदेखा गरेको भन्दै परराष्ट्र मन्त्रीले सम्बोधन गरिरहँदा विरोध स्वरूप कार्यक्रम बहिष्कार गरेको बताएकी छन्। यता नेपालका कम्युनिस्ट घटक दलहरूभित्र नातावाद र कृपावाद हाबी हुँदै गएको भन्दै सर्वत्र आलोचना भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना ज्वाइँलाई पटक पटक प्रदेशको मन्त्री बनाउनुका साथसाथै एमालेका अध्यक्षले आफ्नै घरबेटीलाई बागमतीको मुख्यमन्त्री बनाएपछि यो विवाद सतहमा आएको हो। सिद्धान्त र निष्ठाको राजनीति गर्ने दाबी गर्ने कम्युनिस्ट नेताहरूले आफ्ना आफन्त, नातेदार र इष्टमित्रको वरिपरि मात्रै घुम्ने पुरानो परिपाटीलाई पुनः स्थापित गरेको भन्दै सर्वत्र आलोचना भएको छ। पुराना र त्याग गरेका कार्यकर्तालाई पाखा लगाएर नातागोतालाई पद बान्ने प्रवृत्तिले पार्टीभित्रै तीव्र असन्तुष्टि जन्माएको छ। यता मधेसबाट आएका साउ महाजनले मङ्गलबार काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। उनीहरूले विभिन्न 6 बुँदामा माग राख्दै काठमाडौँमा प्रदर्शन सुरु गरेका हुन्। सरकारले साउन पहिलो हप्ता मिटर ब्याज पीडितसँग गरेको 9 बुँदे सम्झौता एकपक्षीय भएको र त्यसलाई खारेज गर्नुपर्ने मुख्य मागसहित पीडित लगानीकर्ता लेनदेन सङ्घर्ष समितिले मङ्गलबार माइती घरमा आन्दोलन गरेको हो। उनीहरूले 9 बुँदे सहमति खारेज हुनुपर्ने, एकतर्फी सहमति खारेज हुनुपर्ने, त्रिपक्षीय वार्ता आह्वान गर्नुपर्ने, मन्त्री परिषदको निर्णय खारेज गर्नुपर्ने, कानुनी राज्य बहाल गर्न र अदालतले विगतमा गरेको फैसला कार्यान्वयन गर्न माग गरेका छन्। साउ र ऋणी दुवैलाई न्याय हुने कानुन निर्माण गर्न, वित्तीय अपराध संलग्नलाई कारबाही गर्न र गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको माग छ। आफूहरूको माग पूरा गर्न प्रधानमन्त्री
प्रधानमन्त्री र गृहमन्त्रीलाई घुँडा टेकाएरै छाड्ने समेत उनीहरूले बताएका छन्। यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले 5 दिनदेखि धरनामा रहेका सहकारी लघुवित्त पीडितलाई पुल्चोक पुगेर भेट गरेकी छन्। उनी मंगलबार अपराह्न राष्ट्रिय मानव अधिकार आयोग परिसरमा धरनामा रहेका आन्दोलनरत पीडितलाई भेट्न पुगेकी हुन्। सरकारले आफ्ना माग र पूर्ववत सहमतिको व्यवस्था गरेको भन्दै पीडितहरूले भण्डारी समक्ष गुनासो गरेका छन्। उनीहरूले बालेनले हाम्रो सुनेन, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख पीडा सुनिदेऊ, हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्रसङ्घले देखोस् हाम्रो पीडा लगायतका प्लेकार्ड लिएर धरनामा बसेका थिए। उनीहरूले 2082 माघमा तत्कालीन सरकारसँग भएको सहमति पूरा गर्न माग गर्दै आयोगमा गत साउन 29 गते ज्ञापन पत्र समेत बुझाएका थिए। यस्तै प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय प्रधान सेनापति बीच शिष्टाचार भेट भएको छ। प्रधानमन्त्री निवासमा भएको उक्त भेटमा दुई पक्ष बीचको सम्बन्ध, सुरक्षा चासो र आपसी सहयोगका विषयमा छलफल भएको थियो। भेटका क्रममा सीमा सुरक्षा, सैन्य तालिम र दुई देशका सेनाबीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबीच सदियौंदेखि पुरानो सांस्कृतिक र सामाजिक सम्बन्धलाई स्मरण गराएका थिए। भारतीय प्रतिनिधिले पनि दुवै देशको हितका लागि निरन्तर सहकार्य गर्न भारत तत्पर रहेको प्रतिबद्धता जनाएका थिए। यो भेटले दुई देश बीचको उच्च स्तरीय संवादलाई थप निरन्तरता दिएको समेत प्रधानमन्त्री बालेन शाहले बताएका छन्। यता नेपाली कांग्रेसले आफ्नो 15औं महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि सभापति गगन थापाको संयोजकत्वमा 15औं महाधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ। समितिले महाधिवेशनको मिति, स्थान र प्रतिनिधि चयन तथा अन्य प्राविधिक तयारीका कामहरू पनि अघि बढाउनेछ। सभापति गगन थापाले पार्टीलाई नयाँ ऊर्जा दिने गरी महाधिवेशन सम्पन्न गराउनु आफू प्रतिबद्ध रहेको बताएका थिए। देशैभरिको तल्लो तहको संरचनालाई चलायमान बनाउँदै संगठन सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई गगन थापाले निर्देशन समेत दिएका छन्। यो निर्णयसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढेको छ। त्यस्तै सिराहा र सुनसरी जिल्लामा भएका धार्मिक तथा सामाजिक सद्भाव बिग्रिने किसिमका घटनाबारे छानबिन गर्न गठन भएको समितिले आफ्नो अध्ययन पूरा गरी गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएको छ। समितिले तयार पारेको विस्तृत अनुसन्धान प्रतिवेदन गृहमन्त्रीलाई बुझाएसँगै यस बारेमा थप अनुसन्धान गर्दै कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री सुदन गुरुङले प्रतिबद्धता जनाएका छन्। केही समय अगाडि तराईका विभिन्न जिल्लामा 4 युवाको ज्यान जाने गरी धार्मिक हिंसा भड्किएपछि सत्य तथ्य पत्ता लगाउन सरकारले समिति गठन गरेको थियो। प्रतिवेदनमा घटनाका मुख्य कारण, दोषी व्यक्तिहरू र भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने उपाय समेत समावेश गरिएको छ। गृह मन्त्रालयले प्रतिवेदनको अध्ययन गरी दोषीमाथि कडा कारबाही गर्ने र पीडितलाई क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ। त्यस्तै संसदको बैठकमा उपसभामुख रुबी कुमारी ठाकुर र सत्तापक्षीय तथा प्रतिपक्षीय सांसद बीच कडा सवाल जवाफ भएको छ। यो सरकार यो देशलाई भ्रष्टाचार, व्यथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। बैठक सञ्चालनका क्रममा उपसभामुख रुबी कुमारी ठाकुर इतिहासमै पहिलो पटक कडा रूपमा प्रस्तुत हुँदै नियमावली पालना गर्न सांसदहरूलाई निर्देशन दिएकी थिइन्। हरेक विषयमा आपत्ति जनाएका कारण एमालेका सांसदसँग रुबी कुमारी ठाकुर आक्रोशित बन्दै यस्तो व्यवहार नदोहोऱ्याउन चेतावनी दिएकी थिइन्। सांसदहरूले बोल्नका लागि पर्याप्त समय नदिएको आरोप लगाएपछि माहौल केही समय तनावग्रस्त समेत बनेको थियो। उपसभामुख ठाकुरले भने नियमावली अनुसार नै सदन सञ्चालन भइरहेको स्पष्ट पार्दै सबैलाई मर्यादित हुन आग्रह गरेकी थिइन्। त्यस्तै नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। उद्योग विभागका अनुसार पछिल्लो 1 महिनाको अवधिमा करिब 191 वटा विभिन्न परियोजना स्वीकृत भएको छ। यी परियोजनाहरू मार्फत कुल 3 अर्ब 77 करोड रुपियाँ विदेशी लगानी भित्रिने प्रतिबद्धता भएको छ। साना तथा मझौला उद्योग, पर्यटन र प्रविधिको क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरूले रुचि देखाएका छन्। सरकारले लगानी मैत्री वातावरण बनाउन नीति सुधार गरेपछि विदेशी लगानीकर्ताहरू आकर्षित भएको बताइएको छ। यो प्रतिबद्धताले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र नयाँ रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। प्राप्त प्रतिबद्धतालाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा लैजानका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताएको छ। त्यस्तै हेटौडा कपडा उद्योगको सफल परीक्षण पश्चात सरकारले लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ।
उद्योगको प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययनका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ। उक्त कार्यदलले कारखानाको पुरानो मेसिनरीको अवस्था, मर्मतको लागत र सञ्चालनको मोडलबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ। स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ सरकारले उद्योगहरू पुनः सञ्चालनमा ल्याउने नीति लिएको हो। चिनी कारखाना सञ्चालनमा आएमा स्थानीय किसानले उत्पादन गरेको उखुले उचित बजार पाउनेछ। अध्ययन प्रतिवेदन प्राप्त भए लगतै पुनः निर्माण र सञ्चालनको काम सुरु गरिने सरकारले बताएको छ। त्यस्तै सुनसरीमा कार्यरत ट्राफिक प्रहरी अधिकारीमाथि हातपात गरेको अभियोगमा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका छन्। सवारी चेकिङका क्रममा सामान्य विवाद हुँदा ती नेताले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि हातपात र अभद्र व्यवहार गरेका थिए। घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीमा पेश गरी अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ। जिल्ला अदालत सुनसरीले उनलाई थप 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश समेत दिएको छ। यता उपसभामुख रुबी कुमारी ठाकुरले पत्रकार किशोर श्रेष्ठ विरुद्ध दर्ता गराएको उजुरीमा जिल्ला अदालत ललितपुरले पक्राउ पुँजी दिन अस्वीकार गरेको छ। चरित्र हत्या र भ्रामक समाचार फैलाएको आरोप लगाउँदै उपसभामुख रुबी कुमारी ठाकुरले श्रेष्ठ विरुद्ध कानुनी कारबाहीको माग गरेकी थिइन्। अदालतले मुद्दाको गम्भीर्यता र उपलब्ध प्रमाणहरूको अध्ययन गर्दै थप कागजात र प्रमाण पेश गर्न आदेश दिएको छ। पर्याप्त प्रमाण बिना पक्राउ पुँजी जारी गर्न नमिल्ने भन्दै अदालतले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो। त्यस्तै प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र नेकपा एमालेका सांसदबीच कडा सवाल जवाफ भएको छ। विशेष गरी शून्य समयमा बोल्ने क्रममा एक अर्का विरुद्ध व्यक्तिगत र राजनीतिक आरोप प्रत्यारोप गरेपछि सदनको माहौल तनावग्रस्त बनेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी चर्चित नेत्री ज्वाला सङ्ग्रौला र नेकपा एमालेकी सांसद सिद्दिकी बीच कडा सवाल जवाफ भएको हो। उक्त झै झगडाको माहौल बढ्दै गएपछि उपसभामुख रुबी कुमारी ठाकुरले पटक पटक सांसदहरूलाई सम्झाउनु परेको थियो। यता सहकारी पीडितलाई झुलाउने काम गरेको भन्दै दुर्गा परसाईले आक्रोश पोखेका छन्। पीडित नागरिकलाई 13 दिनसम्म कष्टकर पैदल यात्रा गरेर राजधानी आइपुगेपछि न्यायको माग गर्दै सडकमा आन्दोलन गरिरहेको बेला सरकारले देखाएको व्यवहारप्रति अभियन्ता दुर्गा परसाईले कडा आपत्ति जनाएका छन्। परसाईले राष्ट्रिय मानव अधिकार आयोग तथा अन्तर्राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउँदै पीडित नागरिकहरू विगत 4 दिनदेखि सडकमा चिसो भुइँमै सुतेर न्यायको माग गरिरहेको बताएका छन्। यस्तो संवेदनशील अवस्थामा सरकारले वार्ता समिति गठन गरेर वार्ताका लागि बोलाए पनि वार्तामा पुगेका अभियानका प्रतिनिधिहरूलाई सिंहदरबारभित्रै लामो समयसम्म रोकेको भन्दै सरकारको रवैयालाई दमनको पराकाष्ठको संज्ञा दिएका छन्। उनले वार्ताका नाममा धम्की, दबाव र दमन गर्ने नभई पीडित नागरिकको आवाज सुनेर समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्। साथै सिंहदरबारमा रहेको वार्ता टोलीलाई तत्काल फिर्ता पठाई राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा अभियानकै नेतृत्वमा प्रधानमन्त्री स्तरीय वार्ताको वातावरण सिर्जना गर्न पनि दुर्गा परसाईले माग गरेका छन्। परसाईले सरकारलाई पीडित नागरिकको भावनासँग नखेल्न चेतावनी दिँदै धम्कीको भाषा नभई अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरेका छन्। अन्यथा सरकारको दमनकारी रवैयाबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मा सरकारले नै लिनुपर्ने दुर्गा परसाईले चेतावनी दिएका छन्। यता नेकपा एमालेका चर्चित नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले हचुवाको भरमा निर्णय गरेर बन्द सरकारी उद्योग सञ्चालन गर्न खोजिए ठूलो सरकारी लगानी जोखिममा पर्ने चेतावनी दिएका छन्। मङ्गलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले विगतमा सरकारी उद्योगहरू किन बन्द भए भन्ने विषयमा सरकारले गहिरो अनुसन्धान गरेर मात्र उद्योगहरू पुनः सञ्चालन गर्नुपर्ने बताएका छन्। बन्द हुनुको कारण पहिचान नगरी उद्योग सञ्चालन गर्दा भोलि यस्तै जोखिम आउन सक्छ, सुरेन्द्र पाण्डेले भनेका छन्। सरकारले बन्द उद्योग सञ्चालनको नाउँमा अरबौं रुपियाँ लगानी गर्न तयार गरिरहेको, तर त्यसले भोलि राष्ट्रलाई कति फाइदा हुन्छ भन्ने विषयमा सरकारले हेक्का राख्नुपर्ने सुरेन्द्र पाण्डेले बताएका छन्। यता प्रधानमन्त्री बालेन शाहले कालो चस्मा लगाएको भन्दै सदनमा आपत्ति जनाउनेहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी चर्चित नेत्री ज्वाला सङ्ग्रौलाले कडा जवाफ फर्काएकी छन्। सदनमा बोल्दै ज्वाला सङ्ग्रौलाले प्रधानमन्त्रीले कालो चस्मा लगाए पनि सेतो चस्मा लगाए पनि देश बनाए भएन र भन्ने प्रश्न गरेकी हुन्। विशेष गरी नेकपा एमाले र नेपाली काङ्ग्रेसका सांसदहरूले कालो चस्मा खोल्नुहोस् प्रधानमन्त्रीज्यू भन्दै पटक पटक सदनबाट अभिव्यक्ति दिएपछि आक्रोशित मुद्रामा रहेकी ज्वाला सङ्ग्रौलाले यस्तो जवाफ फर्काएकी हुन्। उनले भनेकी छन्, विगतको समयमा शासकहरूले गरेको कामभन्दा प्रधानमन्त्री बालेन शाहले छोटो समयमा राम्रो काम गरेका छन्। कालो चस्मा लगाए पनि सेतो चस्मा लगाए पनि देशको हितमा काम
गरेका छन्। यसमा हामीलाई गर्व छ, ज्वाला सङ्ग्रवालाले भनेकी छन्। यता जग्गा नापजाँचको 10 वर्षपछि धनुषाका 57 सुकुम्बासी परिवारले लाल पूर्जा पाएका छन्। भूमि व्यवस्था तथा सहकारी मन्त्री प्रतिभा रावलको सक्रियतामा उनीहरूले विगत 10 वर्षदेखि नपाएको लाल पूर्जा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार बनेको 4 महिनामा पाएका हुन्। लामो समयदेखि जग्गाको स्वामित्व खोजिरहेका सुकुम्बासीले जग्गा पाएपछि उत्साहित बनेका छन्।